ल नमस्कार हजुर। केही कुराहरू चाहिँ बोल्नु पर्यो, नबोली नहुने भयो, नबोल्नु भनेको बोल्नै पर्ने भयो है त। डलरी क्रिस्चियन डलर खाने अनि त्यहाँबाट धर्म प्रचार गर्ने। ए बाबा, तपाईँहरू आफ्नो धर्म प्रचार गर्नुहोस् न, मुस्लिमले मुस्लिम प्रचार गर, मूर्ति पूजा गर्नेहरूले आफ्नो मूर्ति पूजा गरेर देखाएर प्रचार गर, त्यसमा कोही उता छैन त, बाधा छैन। अनि कसले के गर्ने, कसले के मान्ने, के गर्ने, कुन ईश्वरमाथि विश्वास गर्ने भने पनि त संविधानले अवश्य पनि दिएको छ। धर्मनिरपेक्ष सरकार चाहिँ धर्मनिरपेक्ष, कसैको पक्षपात नगर्ने भन्ने बुझिन्छ धर्मनिरपेक्ष भनेको होइन त। अब यहाँ जो धर्मको नाउँमा चाहिँ राजनीति गर्ने राजनेताहरू हुनुहुन्छ नि, विशेष गरिकन अस्ति सांसद खुशबु ओलीज्यू बोल्नु भएको रहेछ। उहाँको बारेमा धेरैले जवाब दिएको पनि देखियो, सुनियो होइन त। म के भन्छु भन्दाखेरि क्रिस्चियनहरूलाई चाहिँ कहाँबाट फन्डिङ हुन्छ, कसले फन्डिङ गर्छ भनेर तपाईँले टाउको दुखाउनु पर्यो। किन तपाईँले फन्डिङ गर्नु पर्यो, सरकारले फन्डिङ गर्नु पर्यो भने टाउको दुखाइ भयो तपाईँहरूको, ठिक छ। हामीले चाहिँ कसरी कहाँ ल्याएर फन्डिङ गर्ने, के गर्ने भने तपाईँलाई टाउको दुखाइ भयो होला, फन्डिङ गर्नु परेन, हामी आफै गर्छौँ। हामी क्रिस्चियनहरू, हामी विश्वासीहरू हौँ। हामी 10 रुपियाँ कमाएको ठाउँमा 1 रुपियाँ छुट्याएर, सिर्फ 1 रुपियाँ छुट्याएर हामी के गर्छौँ, गिर्जाघरमा हामी किन्छौँ। त्यही नै फन्डिङ हुन पुग्छ भोलि गएर होइन त। त्यो चाहिँ के छ त्यहाँनिर, जो जति म आजीवन सेवा गर्छु भनेर गएका बसेकाहरू हुन्छन् त्यहाँनिर, उनीहरूले खाना लगाउन त्यहीँबाट हुन्छ। अनि फेरि कहीँ हिँड्नु पर्यो, उहाँहरूले सेवाको लागि के गर्नु पर्यो, खटिनु पर्यो। अनि दुखीहरू छन्, गरिबहरू छन्, अनि त्यहाँनिर रोग बिमारले ग्रस्त भएर उपचार गर्न सकेर बसेका छन्। उनीहरूको हेल्पको लागि, सहयोगको लागि कतिले स्वइच्छा भेटी भनेर दिन्छ, कतिले चाहिँ दशांश भनेर दिन्छ, कतिले चाहिँ आफ्नो आम्दानी भएको अनि उसले चाहिँ के नाम दिएर त्यहाँनिर त्यो क्रिस्चियनहरूले दिएका हुन्छन्। तपाईँहरू भन्नुहुन्छ डलरे त तपाईँहरू हो है। $1 लाख को चेक क्यामेराको अगाडि लिएको र होली वाइन काण्ड त तपाईँहरूलाई थाहा छँदैछ। हामी होली वाइन हामी खाँदैनौँ, होली वाइन हाम्रो लागि त्यो होली होइन है। त्यो के वाइन हो थाहा छैन, हामीले त्यो वाइन हामीले पिएको छैन, हामी खाँदैनौँ, पिउँदैनौँ। तर त्यो होली वाइन पिउने पनि तपाईँहरू, $1 लाख को चाहिँ चेक लिने पनि क्यामेराको अगाडि, त्यही पनि तपाईँहरू। अनि फेरि तपाईँहरूकै नेताहरू, तपाईँहरूको बाहरू, अनि त्यहाँबाट फेरि $5-5 लाख माग्ने, चुनावको लागि भनेर माग्ने, अनि संघीयता बचाउको लागि भनेर माग्ने त तपाईँहरूकै ओपिडीहरू नै हुनुहुन्छ, तपाईँहरू बा नै हुनुहुन्छ। हामीलाई कसैले त्यसरी मागेको पनि छैन, हामीलाई कसैले हामीलाई दिँदा पनि दिएन। फन्डिङको कुरा गर्नुहुन्छ भने फन्डिङ हामी आफै दिन्छौँ, हामी आफै गर्छौँ।